नमस्ते यहाँ सम्पूर्णमा नमस्ते। म शिपेन्द्र सहनी, तपाईँहरूको साथी या तपाईँहरूको भाइ या तपाईँहरूको दाइ। म यति बेला तपाईँको डिएक्सन अफिस अलतिया ब्रान्चमा छु र यति बेला हामी स्वास्थ्य र समृद्धिका कुरा गर्छौँ र स्वास्थ्य किन चाहिरहेछ मान्छेलाई, समृद्धि किन चाहिरहेछ, स्वतन्त्र किन हुनु परेछ, त्यसको केही कुराहरू म बुझाउँछु र भन्छु। आफूले पाएका कुराहरू पनि तपाईँहरू समक्ष प्रस्तुत गर्नेछु र आशा छ तपाईँहरू पक्कै मन पराउनुहुन्छ। हेर्नु, हामी आज थर्सडेको दिन छ होइन, कम्पनीमा पनि कार्यरत छु र कम्पनीमा कार्यरत हुँदाहुँदै पनि आजको समय त हाम्रो बच्यो नि त, समय त बचे। त्यो समयलाई हामी कसरी यो समयलाई सही मूल्य हामी लिन्छौँ। त्यो समय खेर गयो नि त, आज छुट्टी छ, रेस्ट गरेर त भएन। त्यो समयलाई सही सदुपयोग गर्नु पऱ्यो, सही ठाउँमा इन्भेस्टमेन्ट गर्नु पऱ्यो होइन। त्यो भएको कारणले गर्दा हामी जति पनि साथीभाइ प्रवासमा छौँ या आफ्नै देशमा छौँ, जुन समय हामीमा प्रवेश गरिरहेछ त्यो समयलाई सही ठाउँमा र सही व्यक्तिसँग इन्भेस्टमेन्ट गर्यो भने त्यो समय तपाईँलाई एक दिन बहुत मूल्यवान बन्नेछ भन्ने तपाईँहरूसँग आशा राख्दछु र यस समयलाई खेर यसरी नजान दिनु। र हेर्नुपर्दाखेरि अहिलेको देशको परिस्थिति एकदमै राम्रो छ, पहिलाभन्दा अहिले राम्रो छ र तपाईँ सबै साथीभाइहरू के गर्नु पर्यो भने आफ्नो स्वास्थ्यलाई एकचोटि बुझौँ। हामी प्रवासमा छौँ, हरेक चिज, खाना, लाउने, रहनसहन, हरेक चिजलाई हेर्नु पर्छ। किनभने त्यो चिजहरू हामीले नहेरे अरूले हेर्दैन, त्यो आफैले गर्नुपर्ने हो। ठिक छ, तपाईँले जे गरिराख्नु भएको छ त्यो सही छ या गलत डिसिजन तपाईँले दिनुपर्ने हो, तपाईँले गर्नुपर्ने हो। या त अन्य व्यक्ति आएर तपाईँको यो डिसिजन गरिदिँदैन होइन। त्यही भएर तपाईँलाई म भन्छु, जिन्दगीमा केही गर्न खोज्नुहुन्छ भने, कुनै चिज गर्न खोज्नुहुन्छ भने त्यो डिसिजन लिने पनि दायित्व र जिम्मेवारी तपाईँकै हो, अरू व्यक्ति तपाईँको डिसिजन लिँदैन है। देख्न सक्नुहुन्छ म अहिले कहाँ छु भनेर, यो ब्याकग्राउन्ड होइन। हामी अलतिया ब्रान्चमा छौँ र अलतिया ब्रान्चमा तपाईँहरूमा जुड्न पाइयो। तपाईँहरू पनि साथीहरू पनि सँगै यहाँ वरिपरि हुनुहुन्छ भने आएर हामीसँग कुराकानी गरौँ, भेटघाट गरौँ, यसरी कफी टुगेदर गरौँ, कफी पिउँ। जुन कफीमा ज्ञानोडरमा मिक्सिएको छ, ब्राजिलियन कफी छ, शुद्ध कफी छ, कालो छ, तितो छ, जुन कि स्वास्थ्यको लागि राम्रो हुन्छ। तितो जुन गुलियो हुन्छ नि, त्यो गुलियोमा छिट्टै कमिलाहरू पस्न सक्छ र तितो चिजमा अलिकति गाह्रो हुन्छ, बसिँदैन। त्यही भएर कालो र तितो कफी खानेको बानीको विकास गरौँ हामी। र मैले 2018मा यो कतारमा छिरे थिएँ र 2018को फोटो म तपाईँहरूलाई देखाउँदैछु। यस्तो फोटो हो र अहिलेको फोटो हेर्नु, कतिको चेन्जेस पाए हामी होइन, कति चेन्ज भयो, त्यही हेर्नुपर्ने र देख्नुपर्ने कुरा होइन। त्यही भएर आफूमा चेन्ज ल्याउनको लागि आफै चेन्ज हुनु जरुरी छ। दुनियाँलाई चेन्ज गर्नुभन्दा आफै चेन्ज हुनु जरुरी छ। यो नै सफलताको सुरुवात हो, यो नै सफलताको सङ्केत हो कि होइन साथी? यदि तपाईँहरू पनि त्यस्तै बन्न चाहनुहुन्छ भने तपाईँ एकदमै डिएक्सनको प्रोडक्टहरू, डिएक्सनका मित्रहरूसँग, सही व्यक्तिहरूसँग तपाईँको घुलमिल हुनु पर्यो, सही व्यक्तिसँग उठक बैठक हुनु पर्यो कि तपाईँमा पनि त्यो कुराहरू चेन्ज हुन्छ। जस्तोको सङ्गत गर्नुहुन्छ त्यस्तै प्रभाव पर्छ। हामी आज राम्रो व्यक्तिको सङ्गत गऱ्यौँ, केही त प्रभाव मेरोमा पनि झल्किरहेछ। म आफै अनुभव र विश्वस्त छु। ल अब यदि तपाईँहरू पनि चेन्ज चाहनुहुन्छ भने
डिएक्सनको प्रोडक्ट आफ्नो लगाइ खवाई आफ्नो हिँडाइ कस्ता व्यक्तिसँग सङ्गत गर्ने यो डिसिजन तपाईँको हो र भन्ने काम मेरो। आजदेखि तपाईँ यो डिसिजन गर्ने पनि गर्नु र सही व्यक्तिको सँग हात पनि यसरी गर्नु अनि अगाडि बढ्ने सुरुवात गर्नु। यति भन्दै तपाईँहरू माझ म सिपेन्द्र सनी बिदा लिन चाहन्छु र राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्नु। फेरि पनि कहीँ कतै मिस्टेक भयो भने दाइ भाइ सम्झेर माफ गरिदिनु होला र फेरि तपाईँहरूमा राम्रो प्रस्तुत गर्नेछु। यति भन्दै ह्याप्पी गुड मर्निङ डिएक्सन।